Hello guys, welcome to my new blog episode 3. आजको भिडियोमा म तपाईहरुलाई मैले हालै किनेको ट्राइपडको बारेमा विस्तारमा देखाउँदै छु। मैले यो ट्राइपड न्यू रोडबाट किनेको हुँ। धेरैवटा मार्केटहरु रिसर्च गरिसकेपछि मलाई चाहिँ न्यू रोडको एउटा ठाउँमा चाहिँ यो ट्राइपड एकदमै राम्रो लाग्यो। सो त्यहाँबाट चाहिँ मैले किनेर ल्याएको हुँ। अनि भन्नलाई चाहिँ यो ट्राइपडको रेट 3000 भन्नुभएको थियो, तर उहाँहरुले चाहिँ मलाई 2500 मा दिनुभयो। अनि मलाई चाहिँ यो लामो समयदेखि भिडियो बनाउँदा एउटा स्टेबल सपोर्टको आवश्यकता भइरहेको थियो। पहिले म हातले भिडियो खिच्थे, जसले गर्दा भिडियो हल्लिने र प्रोफेसनल नदेखिने समस्या थियो। तर यो ट्राइपड प्रयोग गर्न थालेपछि मेरो भिडियोको क्वालिटी धेरै राम्रो इम्प्रुभ भएको छ। अब तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ, यो ट्राइपडको डिजाइन एकदम सिम्पल र युजर फ्रेन्डली छ। यसलाई सजिलै खोल्न र बन्द गर्न सकिन्छ, जसले गर्दा समय पनि बचत हुन्छ। यसको अर्को राम्रो कुरा भनेको हाइट एडजस्ट गर्न मिल्नु हो। तपाई आफ्नो आवश्यकता अनुसार यसलाई सानो वा ठूलो बनाउन सक्नुहुन्छ, जसले गर्दा समय पनि बचत हुन्छ। चाहे तपाई सिटिङ पोजिसनमा भिडियो खिच्दै हुनुहुन्छ वा स्ट्यान्डिङ पोजिसनमा, यो ट्राइपडले एकदमै मजाले भिडियो खिच्न र फोटो खिच्न मद्दत गर्छ। यसको अर्को महत्त्वपूर्ण फिचर भनेको यसको स्टेबिलिटी हो। यो ट्राइपड बलियो छ, जसले गर्दा मोबाइल वा क्यामेरा राम्रोसँग होल्ड गर्छ र भिडियो खिच्दा हल्लिदैन। अनि यसमा मोबाइल राख्ने होल्डर पनि छ, जसले गर्दा फोन सजिलै फिक्स गर्न सकिन्छ। तपाई पोर्ट्रेट वा ल्यान्डस्केप दुवै मोडमा भिडियो खिच्न सक्नुहुन्छ। व्यक्तिगत रूपमा सबैभन्दा मन परेको कुरा भनेको यसको लाइट वेट हुनु हो। यो धेरै भारी छैन, त्यसैले म यसलाई जहाँ पनि सजिलै बोकेर लैजान सक्छु, घरमा होस् वा बाहिर सुटिङ गर्दा। यदि तपाई पनि कन्टेन्ट क्रिएसन सुरु गर्दै हुनुहुन्छ, जस्तै ब्लग बनाउने, टिकटक भिडियो बनाउने वा युट्युबको लागि कन्टेन्ट बनाउने भने ट्राइपड एउटा धेरै आवश्यक उपकरण हो है त साथीहरु। किनकि राम्रो भिडियो क्वालिटीले नै तपाईको कन्टेन्टलाई एट्र्याक्टिभ बनाउँछ र भ्युअरलाई पनि हेर्न मन लाग्छ। जति राम्रो भिडियो प्रेजेन्टेसन हुन्छ, त्यति नै तपाईको ग्रोथ हुने चान्स पनि बढ्छ र भविष्यमा यसबाट अर्निङ गर्ने सम्भावना पनि बढ्छ। अन्त्यमा यो ट्राइपड मेरो लागि एकदम उपयोगी र आवश्यक ग्याजेट साबित भएको छ। यदि तपाई पनि भिडियो बनाउने सोचमा हुनुहुन्छ भने म तपाईलाई ट्राइपड प्रयोग गर्न आवश्यक सिफारिस गर्छु। ल है त साथीहरु, आजको लागि यति नै। यो भिडियो मन परेमा लाइक, शेयर र फलो गर्न नभुल्नु होला।